नेपालको टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई हिजो राति पुलिसले पक्राउ गरेको छ। तुलसा अधिकारीलाई थाइल्यान्डबाट इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल ल्याइएको कुरा ललितपुरका एसपी गौतम मिश्राजीले जानकारी दिनुभएको छ। उहाँमाथि ललितपुर जिल्लामा आपराधिक लाभ र ठगी मुद्दा दर्ता भएको छ। तुलसा अधिकारीलाई रेड नोटिस गएपछि मात्र पक्राउ गरेर नेपाल ल्याइएको रहेछ। उहाँको विरुद्धमा गत चैत्रमा नै 6,52,29,000 रुपियाँको बिगो कायम गरेर सरकारी कार्यालयमा मुद्दा दर्ता भएको रहेछ। एकजना ललितपुरका व्यापारीले तुलसा विरुद्ध जाहेरी दिनुभएको थियो। उहाँको नाम चाहिँ अहिलेसम्म खुलाएको छैन र यो मुद्दामा तुलसा अधिकारी मात्र नभएर अरू 10 जना पनि इन्भल्भ हुनुहुन्छ भन्ने कुरा रहेको छ र तुलसा अधिकारीले व्यापारीलाई पटक पटक बलात्कारीको केसमा फसाउँछु भनेर ब्ल्याकमेल गरेको आरोप पनि लागेको छ। तुलसा अधिकारीले ललितपुर सातो बाटोका अटोमोबाइलका सञ्चालक कुमार चिमोरियालाई पनि ठगी गरेको आरोप छ। कुमार चिमोरियालाई बारम्बार ब्ल्याकमेल गरी पैसा लिगेको र बलात्कारीको अभियोग लगाइदिन्छु भनेर तुलसा अधिकारीले भनेको हो भन्ने कुरा पनि रहेको छ। हालै टिकटकर तुलसा अधिकारी अहिले ललितपुरको जेलमा छिन्। आशा छ निर्दोषलाई न्याय मिल्नेछ भन्ने कुराको। थ्याङ्क यू सो मच एभ्रिवान।